मिनासान कोनिचिवा भोलि अगस्त 24 अर्थात जेएलपीटी को फर्म ओपन हुने दिन जेएलपीटी को फर्म खुल्छ सो जेएलपीटी को फर्म कसरी भर्न सकिन्छ भन्ने कुरा सिकाउन गइरहेको छु गुगल खोलिसकेपछि सर्चमा गएर माइ जेएलपीटी लगइन भन्ने अप्सन सर्च गर्नु होला माइ जेएलपीटी लगइन सर्च गरिसकेपछि यस्तो खालको देखिन्छ यहाँनिर माइ जेएलपीटी लगइन सर्च गरिसकेपछि दुईटा अप्सन देखिन्छ जसमा चाहिँ रातो जुन चाहिँ जापानको झण्डा छ त्यहाँ क्लिक गर्न सक्नुहुन्छ यहाँनिर जापानको झण्डा भएको अप्सनमा चाहिँ क्लिक गर्नु होला क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ जसमा चाहिँ तपाईले जापानिज भाषा आउँदैन भने इंग्लिशमा पनि चेन्ज गर्न सक्नुहुन्छ इंग्लिशमा चेन्ज गर्ने अप्सन छ इंग्लिशमा चेन्ज गर्न सक्नुहुन्छ त्यसपछि टेकिङ द टेस्ट इन जापान भनेर त्यसमा जान सक्नुहुन्छ अथवा अरु कन्ट्रीबाट दिदै हुनुहुन्छ भने टेकिङ द टेस्ट ओभरसीज भन्ने अप्सन चुज गर्न सक्नुहुन्छ टेकिङ द टेस्ट इन जापान भन्ने अप्सन चुज गर्नु होला यदि तपाई जापानमा हुनुहुन्छ भने टेकिङ द टेस्ट इन जापान भन्ने अप्सन चुज गरिसकेपछि यस्तो खालको इन्टरफेस देखिन्छ फेरि इंग्लिशमा चेन्ज गर्न सक्नुहुन्छ त्यसपछि तल जाने तल गइसकेपछि तपाईको आईडी छैन भने माइ जेएलपीटी आईडी तोरोकुमा जानु होला रेजिस्ट्रेसन गर्नु होला यदि तपाईसँग आईडी छ भने लगइन गर्नु होला लगइन भन्ने अप्सन चुज गरिसकेपछि यहाँनिर तपाईको माइ जेएलपीटी आईडी र पासवर्ड माइ जेएलपीटी आईडी र पासवर्ड राखिसकेपछि लगइन गर्नु होला लगइन गरिसकेपछि त्यहाँनिर फर्दर अप्सनहरु खुल्छ लगइन गरिसकेपछि यस्तो खालको खुल्छ जुन चाहिँ इन्फर्मेसन दिएको छ मेन्युमा क्लिक गर्नु होला तीनवटा धर्कोमा क्लिक गर्नु होला मेन्युमा क्लिक गरिसकेपछि त्यहाँनिर थुप्रै खालको अप्सनहरु देखिन्छ मेन्युमा क्लिक गर्ने मेन्युमा क्लिक गरिसकेपछि द लेटेस्ट टेस्ट इन्फर्मेसन छ एक्जामिनेसन एप्लिकेसन छ चेक एन्ड मोडिफाई यो तपाई फुर्सदको समयमा पढ्नु होला हामी चाहिँ जेएलपीटी को एक्जामको फर्म भर्नको लागि चाहिँ सेकेन्ड अप्सन चुज गर्नु पर्ने हुन्छ सेकेन्ड अप्सन भनेको एक्जामिनेसन एप्लिकेसन भन्ने अप्सन सेकेन्ड अप्सन चुज गर्नु होला सेकेन्ड अप्सन चुज गरिसकेपछि अहिले चाहिँ यस्तो देखाएको छ इट इज नट एप्लिकेसन एक्सेप्टेन्स पिरियड अहिले चाहिँ फर्मै खुलेको छैन किनभने 24 अगस्तमा खुल्ने हो भोलि खुल्ने हो सो भोलि खुलिसकेपछि यहाँनिर चाहिँ फर्दर प्रोसेसको लागि जानु होला आजको लागि यति नै साइगो मादे मिते कुर्ते आरिगातो गोजाइमास ज्या चुगिनो भिडियो दे आइमासेओ